घुम्न जाउँ भनेको छ। यहाँ आफूलाई घर व्यवहारले च्यापेर अलिअलि बनाएको छैन। यिनीहरूलाई जतिखेर घुम्न जानुपर्ने दिक्क लागिसके। कोही फिरफिरे किनिदिनु भनेका छन्। पैसा कहाँ हुन्छ र घुम्न जान? पैसा बिना हुन्छ? मामालाई जान पैसा बिना गइन्छ? घरबाट चलाउन कति गाह्रो भएको छ। लु जाऊ, ठिक परेर आऊ। एकछिन पुगेर लिएर आउँछु। उनीहरूलाई मामालाई जान्छु भन्दा भइदिएकै छ, कहिले घुम्न जान्छु भन्दा नि भइदिएकै छ। आफूलाई घरबाट निस्केर हिँड्ने एक मिनटको फुर्सद छैन। खेतमा धान गोड्ने बेला भएको छ। मकै पाकेर पसारो भएका छन्। आफू हिँडेपछि बुढालाई भात पकाएर कसले खुवाउँछ? भात पकाएर खान भनेपछि मरेछ के गर्छन्? ल म पनि कपाल यसो जुरो बाँधेर अनि यसो सलोडेर आउँछु अनि जानुपर्छ है।